हेलो हेलो साथीहरू, आज चाहिँ म एउटा मिक्सचरको समस्याको बारेमा जानकारी गराउँदैछु। यो ठुलो जार भएको मिक्सचर यहाँहरूको होटलतिर प्राय भइ नै हाल्छ है। यो बेस फेर्न मिल्दैन अरू सानो मिक्सचरको जस्तो। यसको चाहिँ बुस नै फेर्ने हो, बुस यस्तो खालको हुन्छ। यो बुस फेरिदिएको छु मैले, अहिले चाहिँ फ्रिडम घुम्ने भएको छ यो है। अनि अर्को चाहिँ यो ठुलो मिक्सचरको भाँडाको विषयमा जानकारी दिन्छु। अब कतिपय साथीहरूले चाहिँ उयो यहाँ हेर्नुहुन्छ कति छ, 2.7 छ नि। यो 2.7 को ब्रेकर हाल्नुभयो भने चाहिँ चाँडै अब यो ब्रेकर उडिहाल्छ तपाईँको। त्यही भएर हजुरहरूले हाल्ने चाहिँ कतिको हो भन्दाखेरि 3 को हाल्ने के। यो 2.7 को होइन कि 3 को खोजेर ब्रेकर हाल्नुभयो भने चाहिँ मजाले लङ टर्मसम्म चल्छ है। आज चाहिँ यो मिक्सचरको चाहिँ मैले कार्बन पनि फेरिदिएको, अनि यो 3 को यो उस पनि फेरिदिएको छु मैले होइन। यो यहाँनिर छ है, यो फेरिदिनु भयो भने मजाले लङ टर्म चल्छ। कति होस्टेलहरूमा चाहिँ अब यस्तो ठुलो खालको युज गर्नुहुन्छ। त्यही भएर यहाँहरूले पनि जो सोचेर राम्ररी बनाएर चलाउनु होला।